Hello guys, good morning everyone. म चाहिँ यहाँ कहाँ छु भन्दा मेरो जन्म कालापोलमा छु गाइस, जन्मथलो। आई मिन चाहिँ कस्तो राम्रो हेर्नुस् है, माइन्ड फ्रेस हुन्छ क्या यसो डुलेको। यहाँ कस्तो राम्रो चौतारीको फुल फुलेको छ। अनि आजको मौसम चाहिँ घाम लागिरहेछ। यो साइडमा चाहिँ टक्क हिमाल देखिनु पर्ने, तर अहिले चाहिँ कुहिरो लागिरहेछ। अनि हामी दुई भाइना भएर हामी चाहिँ यहाँ के गर्न आएको रे भाइ? बाख्रा हेर्न। यो चाहिँ भैँसी के अरे मोबाइल हेर्न नदिएर रिसिरह। एकछिन यसलाई मैले फकाएको छु गाइज। यो चाहिँ काली काली, हेलो काली। यता चाहिँ बाख्रा छ गाइज, बाख्रा छ। यता चाहिँ सानो बाख्री, उयो चाहिँ घोइलोको बुटा। हेर्नुहोस्, अहिले चाहिँ यता सिजनमा चाहिँ टक्क न यो गहुँ जौँ पाक्ने बेला हो नि। गहुँ जौँ पाक्यो, गहुँ चाहिँ बल्ल हरियै छ। एकछिन पखाएकै भिडियो बना मैले। ओ खै अहिले त आऊ अबि मुख धोकै न हौ। होइन के, म तिमीलाई क्वेसन सोध्छु अनि नान न, फेरि म आउनु न अबबाट। तल कुटी सोन्ता नि बाबु चाहिँ बाख्रा चढ्दैछ गाइज। अनि यता हेर त, यता हेर न बाबु, यता हेर न काले, यता हेर न। यिनको दुईटा दाँत उखाल्नु भएको छ अनि राम्रो हेन्सम देखिनु भएको कि। यता हेर न बाबु, अहिले दिने भा। यता हेर के, हेर यो फुल कस्तो राम्रो हुन्छ। यो हाम्रो सानोमा कसरी उडाउँथ्यौँ। अर्को छ कि उहाँ पर उकुना हुन्छ गाइस। अर्को छ उहाँ। ल लिएर आऊ, उडाऊ ल, फु गर। सिगान सिगान त फाल कमसेकम। ए अम्मा कालो ला, म फालिदिन्छु। हो यति नपाएँ। तिमी कति वर्ष भयो रेला? यता हेर त। अहिले राम्रोसित भन कि अम्मा हुब्यौ न। ल कतिमा पढ्नुहुन्छ रे? एकमा। कति वर्ष हुनुभयो नि? 7। खै एकपटक हाँसिदेऊ त। यता हेर न, हेर न बाबु, यता हेर त कान्छा। यता हेर न, तिम्रो दाँत देखाइदेऊ न। खै कसले खोलिदिएको नि? कसले खोलिदिएको नि भन न। कसले? बाबाले। कसले? दाई, ड्याडी, बाबा भन्। छेर्खा हामी चाहिँ बाख्रा चराउन आएको। अब एकछिन चराएर अनि टक्क भात खान जाने हो। घरमा चाहिँ मम्मी हुनुहुन्छ, बाबा घाँस काट्न जानु भएको छ। कहाँ हो त? फेरि पसल लिन जानुभयो हो। अनि त्यसपछि त्यही हो, बाख्रा हेर्ने। प्याउली फुल खाँदैछ। बाख्रा चराउन मजा आइरहेछ नि। पिउसा लाग्ने रहेछ त नक्कल आएर है। मेरो त यहाँ सबै खाइदो। यो त कसरी कनाउनु पऱ्यो यहाँ। ए कहाँ हाल्यौ? हेर्नु यहाँ कति राम्रो अग्लो रुख छ। आऊ कहाँ छ र भलिबल? जाऊ लिएर आऊ। र त मम्मी कसरी हिँड्ने? आइजा। आऊ के भाइ? के हो? आऊ के? कति राम्रो देख्छ सिन। मजाले चढेको।
जाऊ आओ आओ nó sẽ ra cái ai ra ui để đây ra kia bơi nó ai ra उहाँ खेल्छ ल कसरी खेल्छ जाँदा ओए नफाल औ औ यो चाहिँ गाउँ हाम्रो केही देखिन्न त यो सेटोले हामी चाहिँ पर्सला लिन हिँडेको जङ्गलतिर फुबु हुनुहुन्छ यो पछाडिको यता फर्केको मम्मी यो देवेन्द्र अनि म चाहिँ कहाँ छु गाउँ चाहिँ गाडी रोक्ने ठाउँ धाँडा परी मेरो सानो छ अझ चाहिँ पानी भर्न लाग्छ ओए केटा तिमीहरूको भिडियो अब भाइरल बनाइदिन्छु त्यसको मुख हेर न मुखमा हेर न होइन र भोप्रे खारा खाना मिठो हुन्छ होइन गुराँस फुल्ने सिजन थाहा छ हजुरहरूलाई तर अहिले चाहिँ पुरा झरिसकेछन् एकान्त मात्रै छ देख्न सक्नुहुन्छ है यस्तो यो रुखमा रहेछ अलि धेरै अब त हामी पर्सला लिने ठाउँमा आइपुग्न लाग्यौँ त्यसपछि पर्सला छोडिन्छ घर गइन्छ पुरै झरेछन् हौ लाली गुराँस त यस्तो भयो पुरै सब झरेर मौसमले त्यति साथ नदिएर पुरा कालो देखियो राम्रो त राम्रो छ तर अलि सुकेछ यस्तो भयो सबै खोरे पहिला चाहिँ हामी यसको रस पनि होइन मजाले खान्छौँ क्या सानोमा हुन त फुलेको छ तर फेरि झरिसकेछ क्या गुराँसहरू सम्झनाको तिमीलाई यहाँ चाहिँ कता गए थाहै छैन अब म यतै सोध्छु होला म त भिडियो बनाउनु चक्कर पछि छोडेँ यसो जाउँ
जानुपर्छ यही छै पर्छ होला होइन बा हो भिडियो बनाइदिन्छु होइन भाइ यसलाई हल्का भयो पख कि हिँड त एकछिन हिँड सिगान फाल ल हिँड गाइज भिडियो बनाइन्दा अब यस्तै हालिदिन्छु अब जेसुकै होस् ल हिँड भाइ हामी त एकखेप छोडिन् अब हिँड्के के बाङ्गे बाङ्गे हो र मुन्टो बाङ्गे बाङ्गे नाटक पारेको के यसले हिँड्के हिँड अहिले घर आउँदा थालिस् भने म होइन अहिले त गाइस गोठतिर भेटौँ ल अब ल होइन गाइस हामीले पर्सले रहेछ आऊ औ फेरि जाने अब चाहिँ हामी यही बस्छ यो मोबाइल आइज क्या मोबाइल डेला कसरी रिसिहाल्ने के रे गाडी भन्ने कहाँ छ र गाडी भन्ने छैन आइज के झर किन आइज के लगाइदिन्छु क्या आइज हिँड म आन्छु आइज झर के लगाइदिन्छु क्या आइज गाडी भन्ने नाइले भन्दैछ कम्ता झगडालु छ यो छिटो छिटो आइज ल जा उहाँ पर जा उ पर देखेटो यता भिडियोमा ल नमस्ते दिदी भन अनि बल्ल यता हेर्न ओ काले यहाँ छ के भैँसी गोठमा यता हेर्न भाइ यता हेर्न ओ बाबु यता हेर्न ल लागे म दिन्छु एकपटक नमस्ते गर न भाइ नमस्ते गर न एकैचोटि के प्लिज नमस्ते गर न भाइ यताबाट सुल्टेबाट के नमस्ते दिदी भन के भन न ल त गाइस म चाहिँ अब फेरि लिन जान्छु भाइलाई मोबाइल दिएर यसले चाहिँ भोक लाग्यो अरे आजको भिडियो यति नै गाइस आज चाहिँ हामी दिनभरि पर्सो लसाउने काम गर्छौँ होला त्यही माथिदेखि तल तलदेखि माथि गोठो गर्दै ल बाई बाई गाइस फेरि पनि म अर्को भिडियो लिएर आउने नै छु त्यति जेलसम्मको लागि हेरेर मेरो भिडियो हेरेर साथ दिनु होला धन्यवाद सी यू